मरुभूमिको तातो र रित्तो दसैँ। बाहिर टन्टलापुर घाम छ, 50 डिग्रीको राप। तर मदनको मन त्योभन्दा बढी पोलिरहेको छ। धेरै गर्मी छ, तर काम त गर्नै पर्छ। आज गाउँमा घटस्थापनाको दिन हो। साथीभाइहरू पिङ खेल्दै होलान्, आमाले दैलोमा जमरा राख्दै हुनुहोला। तर मदन, उनी त खाडीको एउटा सिमेन्ट कारखानाको धुलोभित्र पसिना पुस्दैछन्। साहुले बिदा दिएन। काम धेरै छ, जान पाउँदैनस् भन्दै साहुले उसको पासपोर्ट आफ्नो दराजमा थुनेर राखेको छ। मदनको खल्तीमा एउटा पुरानो मोबाइल छ, जसमा श्रीमती र छोराछोरीको मुस्कुराइरहेको तस्बिर छ। बाबा, यसपालि त दसैँमा पक्का आउनुहुन्छ नि? छोरीले सोधेको त्यो प्रश्नले मदनको मुटु अहिले पनि चसक्क बिजाउँछ। अभाव र साहुको दबाब, गाउँमा ऋणको ठुलो भारी छ। घर बनाउँदा र परदेश आउँदा लागेको स्याजले मदनलाई निदाउन दिँदैन। आफू नखाई एउटा सानो साँगुरो कोठामा 10 जना साथीहरूसँग खापिएर सुत्छन् मदन। महिनाभरि कमाएको पैसाको ठुलो हिस्सा त साहुको स्याज तिर्दै ठिक्क हुन्छ। बाँकी रहेको थोरै पैसा घर पठाउँदा आफ्नो भागमा त सुक्खा रोटी मात्र बाँकी रहन्छ। दलालको ठगी र लुकेर काटिएका दिनहरू। मदनको भिसा सकियो। नवीकरण गर्नका लागि उनले एक दलाललाई आफ्नो वर्षभरिको कमाई सुम्पिए। तर त्यो दलालले पैसा लिएर भागिदियो। अब मदन अवैधानिक भयो। पुलिसको डर, लुकी काम गर्नुपर्ने बाध्यता, कहिलेकाहीँ त कति दिन बोकबोकै एउटै कोठामा थुनिएर बस्नु पर्यो। फेरि शून्यबाट सुरु गरेर दिनरात नभनी लुकेर काम गर्दै उनले जरिवाना तिर्ने र भिसा थप्ने पैसा जम्मा गर्ने। त्यो समय उनका लागि नरकभन्दा कम थिएन। तिहारको तिर्सना र गाउँको सम्झना। दसैँ त गयो, तिहार पनि दैलोमा आयो। बहिनीले फोन गरेर रुँदै भनिन्, दाजै, यसपालि पनि मेरो निधार खाली नै रहने भयो। मदनले आँसु पुछ्दै झुठो आश्वासन दिए, अर्को साल त पक्का आउँछु नि बहिनी। उनलाई आफ्नै गाउँको याद आउँछ, त्यो हरियाली डाँडा, घाँस दाउरा गर्दाको त्यो दुःख, तर त्यो स्वतन्त्रता। यहाँ त सिमेन्टको पर्खाल र फलामको जङ्गल मात्र छ। उनी कल्पना गर्छन्, कहिले सकिएला यो ऋण, कहिले आउला सुखका दिन। मरुभूमिको त्यो तप्त गर्मीमा एक रात मदन आफ्नो साँगुरो कोठाको छतमा सुतेर आकाशका तारा हेर्दै थिए। खाडीको त्यो उकुस-मुकुस आकाशमा उनले आफ्नो गाउँको खुल्ला निलो आकाश सम्झिए। मैले के रोजेँ? पैसाको खोलो त यहाँ बग्ला, तर के मेरो मनको तिर्खा मेटियो त? यहाँको एयर कन्डिसनको हावा भन्दा त मेरो गाउँको लेकबाट बग्ने त्यो स्वच्छ र शीतल हावा कति जाति। यहाँ साहुको बन्देजमा बाँच्नुभन्दा आफ्नै पाखा पखेरामा उकाली ओराली गर्दै पसिना बगाउनमा कति स्वतन्त्रता छ। उनलाई त्यो चट्टानको कापबाट निस्कने चिसो पानीको स्वाद याद आयो, जसले सारा थकान मेटाउँथ्यो। उनले महसुस गरे कि धेरै कमाउने दौडमा उनले आफ्नो जीवनकै सुन्दर वर्षहरू र परिवारको साथ गुमाइरहेका छन्। गाउँमा पनि त हातमुख जोड्न पुग्ने गरी काम गरेकै हो। आखिर थोरै खाउँला, तर सबैको साथमा बसेर हाँस्दै त खाउँला। मदनले अब लुकेर होइन, इज्जतका साथ घर फर्कने निधो गरे। उनले दूतावास र स्थानीय कानुनी सहायता केन्द्रको सहयोग लिए। दलालले खाएको पैसा फिर्ता नभए पनि उनले बाँकी रहेको केही बचतबाट जरिवाना तिरे र आफ्नो आउटपासको लागि निवेदन दिए। साहुसँग हार गुहार गरेर आफ्नो रोक्का गरिएको पासपोर्ट फिर्ता लिन उनी सफल भए। त्यो दिन मदनले एउटा ठुलो सास फेरे। उनले धेरै पैसा होइन, बरु आफ्नो स्वाभिमान र स्वतन्त्रता बोकेर घर फर्किने निर्णय गरे।
त्रिभुवन विमानस्थलमा मदन ओर्लिँदा उनको आँखामा आँसु छ, तर यो खुसीको आँसु हो। गाउँ पुग्दा साँझ पर्न लागेको थियो। गेटमा पुग्ने बित्तिकै छोरी बाबा भनेर दौडेर आइन्। बुढी आमाले काँप्दै गरेका हातले मदनको गाला सुमसुम्याउनु भयो। श्रीमतीले भनिन्, अब त जानुहुन्न नि। मदनले मुस्कुराउँदै भने, अब आफ्नै माटोमा पसिना बगाउँछु। परदेशको नमिठो रोटी भन्दा स्वदेशको गुन्द्रुक र ढिँडोमै सुख छ। त्यो रात मदन आफ्नै घरको आँगनमा सुते। आकाशमा जुन उस्तै थियो, तर आज त्यो जुन मरुभूमिको जस्तो पराई थिएन। यो त आफ्नै घरको उज्यालो थियो।